मेरो यो साइकल दुईचोटि चोरी भएको थियो हैन। छ है त मेरो सामान डिएचएलको लकरमा। भन्दा बेसी चलाएर यदि पुलिसले देख्यो भने कि फाइन हान्छ कि तपाईको साइकल नै सिज गरिदिन्छ। देखाएकोमा चाहिँ यसमा चाहिँ बोनस लाग्या हुन्छ। हाइनिकेन एउटा क्यानको तेल छ, तेल चाहिँ 1 लिटरको। म चाहिँ यो चामल युज गर्छु बासमती चामल 4.5 किलोको। सो हेलो गाइज, वेलकम टु माई ब्लग। इट्स मी एनिस मर्सन एन्ड आइ एम ब्याक अगेन विथ न्यू भिडियो। तपाईँलाई मेरो च्यानल नेपाल ब्लग्समा धेरै धेरै स्वागत छ। सो आजको भिडियो चाहिँ एउटा नर्मल ब्लग हुनेछ। अहिले मेरो 2टा पार्सल आएको छ, सो म त्यही लिन जाँदैछु। त्यसपछि हल्का ग्रोसरी सपिङ गर्छु होला, सबै कुरा तपाईँहरूलाई देखाउनेछु। सो किप वाचिङ द भिडियो गाइज। अहिले चाहिँ म तल साइकल लिन जान लागेको छु। मेरो साइकल यहाँ छ है त। मैले चाहिँ यहाँभित्र पार्क गरेर छु। 4-4वटा लक लगाएर राखेको छु एकदम सेफ हुनको लागि। फेरि अहिले यहाँ मान्छेहरूले लक काटेर चोरेर लैजान्छ, सो त्यही भएर यहाँ टन्नै लक लगाएर राखेको छु म। अहिले बाहिर निकालेर तपाईँहरूलाई देखाउँछु है त। यहाँ चाहिँ छ मेरो साइकल, इलेक्ट्रिक फ्याट बाइक होइन त। मैले अगाडि यहाँ बकेट पनि हालेको छु, सामानहरू राख्न सजिलो हुन्छ। लकहरू छ यहाँ, अगाडि 2टा पछाडि 2टा छ। सो यसमा चाहिँ 2टा ब्याट्री जान्छ, एउटा राखेको छु, अर्को चाहिँ म माथि चार्ज गरेर राखेको छु। साइकल हल्का फोरी छ, माइन्ड नगर्नु होला, पानी पर्दा चलाएको थिएँ अनि हल्का फोर भएको छ। सो यही नै हो मेरो साइकल। अराउन्ड 2 वर्ष हुन लाग्यो यो साइकल किनेको। मैले चाहिँ यहाँ अहिले हातमा लाउने पन्जा यो हावा छेक्नको लागि राखेको छु, किनकि एकदम चिसो हुन्छ, एकदम चिसो हावा हुन्छ, हात पनि लास्टै चिसो हुन्छ क्या राति आउँदाखेरि होइन। सो त्यही भएर राखेको छु। साइकलमा हिँड्नु चाहिँ लास्टै मजा आउने कि जता भयो नि आफ्नै मर्जीले जताततै जान पाइयो, चाँडो पनि हुन्छ। कुन्टे गाडीहरूले झ्याउ गर्छ, साइकलको लेनमा हिँड्दै झ्याउ हुन्छ भने। यहाँबाट धेरै टाढा छैन, 15 मिनट जति टाढा होला। साइकल हल्का कराइरहेको छ, अलिक पुरानो भएर होला। म चाहिँ हल्का बिरामी छु है गाइज। सो हल्का भिडियोमा केहीको स्वर आयो भने माइन्ड नगर्नु होला। यस्तो जाडो छ, बचेर त हिँड्नु पऱ्यो नि, टन्नै लुगा लगाएर हिँड्नु पऱ्यो साइकलमा। त्यही माथि हावाले यस्तो हान्छ, साइकलमा हिँड्ने भएर एकदम बिरामी भइरहेको छु भने म। पहिला साइकल नहिँड्दा त्यस्तो बिरामी हुँदैन थिएँ, साइकलमा हिँड्ने भएर बिरामी भइरहेको छु। निको नि भइरहेको छ, रुगा खोकी लागिरहेको छ। दबाई खायो नि निको भइरहेको छैन, अहिले एन्टिबायोटिक खाइरहेको छु। अब हेरौँ त्यसले निको भएन भने अब डक्टरले के औषध दिन्छ। साइकल लेन चाहिँ मजाको छ क्या। यो रातो बाटो चाहिँ यो साइकलको लागि हो, गाडीहरू भन्दा नि साइकलको लागि राम्रो बाटो छ क्या यहाँ नेदरल्यान्ड्समा चाहिँ। प्रायः जस्तो सबै मान्छेहरूले नि साइकल चलाउँछ होइन, सब मान्छेहरूले साइकलै प्रिफर गर्छ। अझ इलेक्ट्रिक साइकल भयो भने चाहिँ धेरै जोड पनि लाउनु पर्दैन, पेडल नि दिनु पर्दैन, यसमा आरामले चलायो केही फिलै हुन्न क्या, त्यति धेरै खुट्टा पनि दुख्दैन। साइकलले धेरै हेल्प गरेको छ नि। लगभग 2 वर्ष हुन लाग्यो। अहिले मैले गाडीहरूको सब्सक्रिप्सन नि केही किनेको छैन, अनि जता जानु पऱ्यो साइकलमै जानु हो। फेरि पानी पर्दा चाहिँ लास्ट झ्याउ हुन्छ क्या, घाम लाग्दा चाहिँ मजा आउँछ होइन, पानी पर्दा चाहिँ ओहो लौमा भन्ने हुन्छ क्या, पानी पर्दा चाहिँ पुरै भिजिन्छ। सो यहाँ छ है त मेरो सामान डिएचएलको लकरमा। अब क्युआर देखाएर निकाल्नु पऱ्यो सामान। अब ल यो पार्सल खुल्यो मेरो, यहाँभित्र रहेछ। आइज ल धन्यवाद, मेरो सामान आयो है त। सो यतापट्टि हाइवे छ गाइस, यतापट्टि साइकल लेन छ, यतापट्टि चाहिँ फार्म छ, ठुलो खाले फार्म छ होइन। गाई भेडा बाख्रा सबै छ, मजाको ठाउँ छ। यो बाटो सिधा छ होइन, कुदाउन एकदम मजा आउँछ क्या बाटोमा। सो मेरो साइकलको स्पिड चाहिँ 25 किलोमिटर मात्र जान्छ हाइएस्ट, किनकि त्यो इलेक्ट्रिक बाइकको लागि लिगलै त्यति हो यहाँ। त्योभन्दा बेसी चलाएर यदि पुलिसले देख्यो भने अनि फाइन हान्छ कि तपाईँको साइकल नै सिज गरिदिन्छ। सो मैले स्पिड बढाएको छैन, 25 नै छ। यस्ता गरेर कुदाइरहेको छु। यतापट्टि हेर्ने पुरै फार्म छ, सानो फार्म छ होइन। टक्क तरकारीहरू सब फलफुलहरू रोपेको मजाले। सो मैले चाहिँ अघि 4वटा लक लगाएको थिएँ होइन, त्यसो यो साइकलको स्टोरी भन्छु तपाईँहरूलाई।
किन भन्दाखेरि मेरो यो साइकल 2 चोटि चोरी भएको थियो होइन। एकचोटि चाहिँ मैले होइन बाहिरै एउटा लक लगाएर राखेको थिएँ पोलमा बाँधेर होइन, अनि राति राखेको थिएँ। अनि बिहान जाँदाखेरि त ल हेर्छु साइकलै छैन क्या, चेन काटेर पुरै होइन साइकल लगाएर रहेछ। त्यसपछि तनाव पऱ्यो है, काम जानु ढिलो भएर के गर्ने भनेर। थ्याङ्कफुली मैले चाहिँ यो साइकलमा ट्र्याकर राखेको थिएँ, एउटा एक्सनबाट किनेर ट्र्याकर राखेको थिएँ। तपाईँहरूलाई म फोटो अहिले हालिदिन्छु, हेर्नु होला। हेर्नु है, म त गाईहरू मजाले चरेर बसिरहेछ, पुरै टन्नै गाईहरू छ, मस्तै चरेर बसिरहेछ। जिन्दगी रमाइलो छ यिनीहरूको, मस्तले काम गर्नु पर्दैन, केही गर्नु पर्दैन, खायो सुत्यो होइन। मस्तले यत्रो खुल्ला चौर छ, जता गएर चरे नि हुन्छ, जे गरे नि रमाइलो छ जिन्दगी। सो ब्याक टु साइकलको स्टोरी होइन त। अनि साइकलमा मैले लक लगाएको थिएँ, अनि मैले मोबाइलमा हेरेँ होइन, अनि अर्कै लोकेसनमा देखायो। अनि कामसाम गएँ, त्यसपछि काममा सकेर म त्यो लोकेसनमा हेर्न गएँ होइन। अनि हेर्छु साइकल, यताउति हेर्छु साइकल देख्दिनँ। अनि त्यसपछि म पुलिस स्टेसन गएँ रिपोर्ट गर्नको लागि होइन। अनि पुलिस स्टेसन गएँ, यताउति भन्छ पुलिसले चाहिँ के भन्छ भन्दाखेरि त गएर पहिला हेर, अनि त्यसपछि साइकल भेट्टाइस् भने हामीले फोन गरेर बोला, अनि त्यसपछि हामी केही गर्छौँ। अहिले त हामी केही गर्न सक्दैन भन्छ। ल मैले गएर हेर्नु भयो है होइन, पुलिसको के काम भनेको त भने। त्यसपछि मैले होइन मैले भने त्यहाँ तिनीहरूलाई भने अब यदि मैले गएर त्यहाँ सर्च गर्ने भए तिमीहरूको के काम, पुलिस भएको के काम। अब मलाई एटलिस्ट सर्च त्यहाँ साइकल त्यो एरियामा हेर्नलाई हेल्प त गर भनेर भन्यो। अनि त्यसपछि त्यो डिस्कसनमा बस्ने पुलिसले भित्र गएर अफिसमा कुरा गऱ्यो। अनि एकछिनमा कुरेर बसेँ, त्यहाँ कुरेर बस भने एकछिन कुरेर बसेँ होइन। अनि त्यसपछि 2 जना पुलिस आयो, अनि ल हिँड भनेर भने। अनि पुलिसको गाडीमा लग्यो, अनि त्यो लोकेसनमा हेरेँ होइन, त्यो लोकेसनमा पुग्यो। अनि त्यसपछि पुलिसको गाडीमा पुरै त्यो एरिया घुम्यो, हेऱ्यो होइन। अनि यो लोकेसन कहाँ देखायो भनेर ठ्याक्क देखाएर त्यो एरियामा ओर्लिएर सबजना सर्च गरेँ होइन। त्यसपछि साइकल त झाडीभित्र लुकाएर राखेर रहेछ होइन। त्यसपछि ल भनेर साइकल भेट्यो भनेर म यस्तो खुसी भएँ है। अनि त्यसपछि साइकल लगेँ मैले होइन। सो अर्को पालि चाहिँ कसरी चोरी भयो भन्दाखेरि न्यु इयरको इभ थियो होइन। अनि मलाई चाहिँ साइकल एकछिन आधी घन्टाको घरमा जाने काम थियो, अनि घरमा बाहिरै राखेको थिएँ मैले साइकल होइन। अनि दुईटा लक लगाएर राखेको थिएँ क्या त्यतिखेर झन्। अनि टक्क बाहिर राखेँ, अनि भित्र गएँ म होइन, घरभित्र गएँ। त्यसपछि आधी घन्टापछि आएर हेर्छु त ल साइकल छैन भने दुइटै लक तोडेर साइकल लगाएको छ क्या है। फेरि मैले त्यो ट्र्याकरको हेरेँ लोकेसन कहाँ छ होइन, त्यो चाहिँ फाइन्डमै एपमा हेर्न मिल्छ होइन। अनि मैले हेरेँ, अनि त्यहाँ त्यतिखेर चाहिँ फेरि त्यो आम्स्टरडामको वारिपारि जानलाई फेरि युज गर्नुपर्छ होइन साइकलमा जाने भए चाहिँ। अनि त्यहाँ फेरि कुरेर बसिरहेको रहेछ, फेरि राम्रोसँग चलाएको थिएन होइन। अनि छिटछिट कुद्दै गएँ होइन। अनि त्यसपछि ठ्याक्क त्यो मान्छे चोर चाहिँ होइन मेरो साइकल लिएर फेरिमा चढेर बसेर रहेछ। धन्न साइकल फेरि बन्द भएन, गएर ढगालियो त्यसलाई है। अनि साइकल त्यसले फाल्यो, अनि म चाप्प सामान लागेको पुरै त्यो गरेर भागेको थिएँ है। अनि म साइकल समाएर उठाएँ, यसो हेर्दा छैन मान्छे। दुई चोटि चोरी भयो क्या त्यसरी। अनि त्यसपछि धन्न मैले ट्र्याकर राखेको छु भनेर त्यो भयो क्या। ट्र्याकर नराखे भए त साइकलै भेटिनु थिएन भने। ग्रिन लाइट हो, त्यो ट्र्याकरले यति हेल्प गरेको छ मेरो साइकल भेट्टाउनको लागि। सो मैले चाहिँ पहिला एउटा राखेको छु, अहिले 2टा ट्र्याकर राखेको छु। लोकेसन टक्क भित्र कुनामा लुकाएर राखेको छु क्या, कसैले नदेख्ने गरी। अनि एउटा ट्र्याकरको अब ट्र्याकर पनि सानो छ, अनि ब्याट्री पनि मजाले 6 महिना जति टिक्छ क्या। अनि एकचोटि ब्याट्री चेन्ज गरेपछि 6 महिनापछिसम्म केही गर्नु पर्दैन होइन, पुरै लाइभ लोकेसन देखाएर हुन्छ मजाले। सो या गाइस, तपाईँहरू नि आफ्नो साइकलमा अथवा केमा चाबी वालेट चलेनमा ट्र्याकरहरू राख्नु पऱ्यो भने म त्यो तपाईँलाई फोटो राखिदिन्छु, किनेर लगाउनु होला, एकदम हेल्पफुल हुन्छ ट्र्याकर राख्यो भने होइन। सो त्यही हो मेरो साइकलको स्टोरी। सो नभेट्या भए म साइकल चलाएर हुँदैन थिएँ। सो त्यही हो है त गाइस। यहाँ तल 4वटा घोडा हुन्थ्यो क्या जहिले होइन, अहिले त छैन रहेछ। भित्र राखेको जस्तो छ, उतापट्टि रहेछ पछाडि। सधैँ आउँदा त्यहाँ पर 2टा रहेछ, सधैँ आउँदा घोडाहरू चढिरहेको हुन्थ्यो। खुल्ला ठाउँमा रमाइलो छ जनावरहरूको यहाँको जिन्दगी। सो तपाईँहरू नि आम्स्टरडामभित्र बस्नुहुन्छ भने म चाहिँ साइकल लिन एकदम रेकमेन्ड गर्छु होइन। साइकलमा मजाले जता नि आनन्दले 10-15 मिनटमा जता नि पुगिन्छ होइन। अब साइकल किन्नै पर्छ भन्ने छैन, रेन्ट गर्दा नै हुन्छ। सफ्ट फिट्सको एउटा पाइन्छ होइन, त्यसको पावर 1 वालाको अराउन्ड 54 समथिङ लिन्छ। सो
त्यो गर्दा नि हुन्छ, नभए अरू कम्पनीहरूको नि हुन्छ साइकल। यसरी रेड लाइट काटेर हिँड्छ, हिँड्नु हुँदैन गाइस त्यसरी। म चाहिँ रिकमेन्ड गर्दिनँ, म नि काट्दैन है रेड लाइट त्यसरी कहिले नि। एकचोटि गएको पछाडि पुलिस रहेछ, थाहा नै थिएन, 120 युरोको फाइन हान्दिएछ। मैले चाहिँ मेरो अर्को पार्सल लिएँ अनि म अहिले अल्बर्ट आइन् आएको छु केही सामानहरू लिनलाई। तपाईँहरूलाई देखाउँछु है त्यो सबै सामानहरू। सो यो चाहिँ ओरेन्ज देखाएकोमा चाहिँ यसमा चाहिँ बोनस लागेको हुन्छ होइन। तपाईँहरूले बोनस कार्ड पे गर्दा बोनस कार्ड स्क्यान गर्नुभयो भने बोनस पाउनुहुन्छ। सो यो नर्मल ब्लू भएकोमा चाहिँ त्यति बोनस लागेको हुँदैन। यहाँ चाहिँ गोल्ड भेडाको चाहिँ किलोको 190 छ यता, 1 किलोको। काँक्रा छ, काँक्राको 85 सेन्ट छ। पाप्रिकाहरू छ, क्याप्सिकमहरू। यहाँ चाहिँ प्याज चाहिँ 1 किलोको 1.25 छ। लसुन हेर्नु है, लसुन 129 रे, यतिको 129 है गाइस। यसको चाहिँ 235 रे। यहाँ चाहिँ स्याउहरू छ, स्याउहरूको प्राइस चाहिँ हेर्नु यता छ। यहाँ चाहिँ ब्रेडहरू क्रोसान्टहरू छ, बिहान तपाईँहरूले खानलाई क्रोसान्ट बोनसमा लगाएर चाहिँ 3टा लियो भने एउटा फ्री, 3+1। चामलहरू छ, म चाहिँ यो चामल युज गर्छु बासमती चामल, 4.5 किलोको 10-11 युरो पर्छ। सो यति सानो पोका एकजनाको लागि छ मजाले। अनि त्यसपछि यहाँ पास्ताको ससहरू होइन छ। अनि यहाँ चाहिँ मसलाहरू छ होइन त, मसलाहरू हेर्नु यता छ सबै। पैसा यहाँ चाहिँ तेल छ, तेल चाहिँ 1 लिटरको 179 छ। ओलिभ ओइलहरू पनि छ यता। यहाँ चाहिँ चिजहरू छ सबै, बोनसमा लगाइरहेको रहेछ। यहाँ चाहिँ दुध छ, यो भली मिल्क भनेको चाहिँ फुल मिल्क होइन, यो हाफ भली भनेको चाहिँ हाफ फ्याट भएको मिल्कहरू। सो 1 लिटरको 1 युरो छ। यहाँ प्राइस त्यही अनुसार छ यता। अनि यतापट्टि दहीको सेक्सन छ, दहीहरू। म चाहिँ रुगा लागेको त्यति दही खाँदिनँ अहिले। त्यहाँ चाहिँ बियरको सेक्सनहरू छ। हाइनिकेन एउटा क्यानको 147 पर्छ। त्यस्तै पनि अरू ब्रान्डहरूको छ। पुरै लाग्यो भने चाहिँ 8.9 युरो बोनसमा लागेको हुन्छ कहिलेकाहीँ। सो ड्रिङ्क्सहरू पनि छ। त्यसपछि यहाँ कोलाहरू भयो, फ्यान्टाहरू भयो। सो अर्को एउटा कुरा चाहिँ के भन्दाखेरि जस्तो अब के सामानहरू लानु पऱ्यो भने तपाईँले त्यो अल्बर्ट हाइनको ब्रान्ड लानुभयो भने चाहिँ धेरै सस्तो पर्छ कि तपाईँलाई ओरिजिनल ब्रान्डको सामान भन्दा पनि हुन्छ नि। हेर्नु त एक्जाम्पलको लागि अब एउटा फ्यान्टा भयो होइन, फ्यान्टाको ब्रान्डको यहाँ तपाईँलाई 285 छ। अनि यो अल्बर्ट हाइनको ब्रान्ड भयो होइन, त्यस्तै हुन्छ, फ्यान्टा जस्तै हुन्छ काइन्ड अफ। प्राइस हेर्नु है त यिनीहरूको। सो अल्बर्ट हाइनको ब्रान्ड लानु होला, मतलब अब त्यही जता सपिङ गर्दा त्यही ब्रान्डको सामानहरू लानुभयो भने अल्बर्ट हाइन, जम्बो त्यतातिर तिनीहरूको ब्रान्डको सामान लानुभयो भने चाहिँ तपाईँलाई धेरै सस्तो पर्छ। सो रेड बुल एउटाको प्राइस यति छ। सो यहाँ चाहिँ चिप्सहरू छ होइन त, यो चाहिँ अल्बर्ट हाइनको ब्रान्ड भयो होइन, 135 छ। सो चाहिँ यो अर्को लेजको ब्रान्ड भयो, यो चाहिँ 2 युरो छ। त्यही अनुसार छ। यता जुसहरू छ, यता चाहिँ पानी छ होइन, ठुलो बोतलको पानीको 1 युरो छ, सानोवाला नि 1 युरो छ त्यति। यहाँ चाहिँ अब नेदरल्यान्ड्समा चाहिँ धाराको पानी खानुहुन्छ, त्यही भएर धाराको पानी युज गर्छु म चाहिँ खानलाई, बोतलको त्यति किन्दिनँ। यता चाहिँ वाइनहरूको सेक्सन छ होइन त। यता चाहिँ टोइलेट पेपरहरू छ, तपाईँहरू टोइलेट पेपर लानु पऱ्यो भने। सो 8वटा रोलको चाहिँ 439 छ। अनि त्यसपछि यसमा चाहिँ 12वटा रोल छ, त्यसको चाहिँ 655 छ। सो त्यही अरू पनि हेर्नु, 4वटा रोलको 3 युरो।
अनि यो चाहिँ किचन पेपरहरू भयो हैन, तीनटाको 3.5 युरो। त्यस्तै चाहिँ टिस्युहरू पनि यता छ। अनि अब तपाईहरुलाई लुगा धुनको लागि पाउडरहरू, लिक्विडहरू अनि भाँडा माझ्ने साबुनहरू लानु पर्यो भने यसको 1 युरो, सानोको यो 65 सेन्ट्स। अनि वेट टिस्युहरू लानु पर्यो भने यता छ टोयलेटको सामानहरू लानु पर्यो भने। ओरियो बिस्कुट्सको चाहिँ 99 सेन्ट्स छ, डबल क्रिमवाला 185 अरू कुकिजहरू। यहाँ अन्डा छ, अन्डाको चाहिँ कति सो तपाईहरुलाई देखाउँछु म। सो 20 वटा पिसको अन्डाको 639 छ, 12 वटाको 3 युरो छ हैन। अनि त्यसपछि यता अब ब्रेडमा लगाएर खानलाई न्युटेलाहरू त्योहरू भयो, पिनट बटरहरू भयो। अन्त यता चाहिँ चिकनहरू छ, बोनस लागिरहेको रहेछ। सो किलोको 396, यहाँ पनि 414 किलोको छ। धेरै सामान लानु लागेको छैन। अहिले रेड बुल अनि 2टा ब्रेड लानु लगाइरहेको छु। बोनस कार्ड स्क्यान गर्नु भयो भने चाहिँ यसरी बोनस पाउँछ हैन तपाईलाई। मैले बोनस कार्ड स्क्यान गरेँ 69 युरो अफ पाएँ, पे गर्छु अब म। फुलहरू नै चाहिँ टक्क बोनसमा लगाएर चाहिँ 4 युरो, 2टाको 5 युरो, 12 युरो। सो गाइस म चाहिँ अहिले घर आइपुगेँ हैन त। अघि चाहिँ मैले अल्बर्टाइनमा एउटा कुरा भन्न बिर्सेछु। तपाईले मासु अन्डाहरू किन्ने भए चाहिँ बुचर हाउस भनेर सर्च गर्नु हैन गुगल म्यापमा। त्यता किन्दा चाहिँ तपाईलाई सुपरमार्केट भन्दा अल्बर्टाहरू भन्दातिर अलि सस्तो पर्छ। सो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद गाइस। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। कीप लाइकिङ, कीप सब्सक्राइबिङ गाइस। थ्याङ्क यू सो मच। सो आजको लागि यति नै गाइस। Thank you and bye bye. Have a good day guys. Bye bye.